पुष्पलाल विचार प्रवर्धन केन्द्रले अहिले पुष्पलालका विचारहरूलाई जनसमक्ष पुर्याउने सन्दर्भमा विभिन्न कार्यक्रमहरू तय गरेको छ र त्यसअनुसार लागिरहेको छ। अहिले नेपाल कम्युनिस्ट आन्दोलन एउटा बिखराको स्थितिमा पुगेको छ। देशी विदेशी शक्तिहरूले नेपालमा कम्युनिस्टलाई ध्वस्त पार्न लागिपरेका छन्। अहिले साँच्चै भन्नुहुन्छ भने यो जेनजी आन्दोलन भनेको सिआइए र रले प्रायोजित गरेको आन्दोलनको रूपमा विकसित भइराखेको छ र मुलुक एउटा अन्धकारको सुरुङभित्र गइराखेको छ। त्यसबाट कसरी निकाल्न सकिन्छ, त्यसलाई कसरी मुक्त गर्न सकिन्छ भन्ने सन्दर्भमा विभिन्न बौद्धिक राजनीतिक व्यक्तिहरूसँग देशभक्तहरूसँग विचार विमर्श गरेर एउटा सही बाटो दिनको लागि यस केन्द्रले काम गरिरहेको छ। अहिले मुलुक सबैभन्दा एकदम अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ। राजनीतिक दलहरू एउटा मृतप्राय भइसकेका छन्। आन्दोलनकारी जेनजीहरू, युवा पुस्ताहरूले नै हो मुलुकलाई बनाउने, उनीहरू पनि बिखराको स्थितिमा छन्। धेरै प्रायोजित देखियो भन्ने कुरो त यो 23-24 गतिको आन्दोलनले देखा परिराखेको छ। युवा शक्तिहरू छिन्न भिन्न अवस्थामा रहेको, सङ्गठित नभएको, कुनै वैचारिक उसमा धरातलबाट नआएको र एउटा तत्कालीन सरकारसँग असन्तुष्टिको कारणबाट विद्रोह भयो। त्यो विद्रोहले अहिले कुनै पनि निकास दिएको छैन। एउटा केवल यो यत्रो विध्वंसबाट आएको सिर्जित के छ त भन्दाखेरि हिजो 2 दर्जन ओली सरकारका मन्त्रीहरूलाई विस्थापित गरेर अहिले सुशीलाको सरकार 1 दर्जन सुशीलाको सरकार बनाउनुदेखि बाहेक यसले चाहिँ केही गरेको छैन। यसका उपलब्धि के हुन् भन्दाखेरि उपलब्धि शून्य छन्, ध्वस्त भइसकेको छ। अब यसबाट कसरी निकास दिने, मुलुकलाई कसरी निकास दिने भन्ने सन्दर्भमा अहिले सबैभन्दा अप्ठ्यारो स्थितिबाट गुज्रिराखेको छ। यसलाई एउटा बुद्धिमत्तापूर्ण तरिकाले देशलाई कसरी निकास दिन सकिन्छ भन्ने सन्दर्भमा हामीले विचार विमर्श छलफल गरिराखेका छौँ, कार्यक्रमहरू दिइराखेका छौँ र यसले नै एउटा नेपालमा रहेका राजनीतिक शक्तिहरू सबैको एउटा गोलमेज सम्मेलन गरेर निकास दिनुपर्छ। त्योभन्दा अर्को विकल्प छैन। न यो सरकारले चुनाव गराउँछ, चुनाव गराएर पनि केही उपलब्धि छैन र संसद पुनर्स्थापना भएर पनि केही उपलब्धि हुने भएको छैन। अब यसको निकास भनेको एउटै के हो त भन्दाखेरि अब सबै राजनीतिक दलहरूसँग विचार विमर्श गरेर गोलमेज सम्मेलन गरेर यसमा भएका कमी कमजोरीहरूलाई हटाएर एउटा नयाँ निकास बाटो तय गर्नु नै आजको आवश्यकता हो भन्ने मैले चाहिँ ठाने। संसद पुनर्स्थापना हिजो त संसद नै थियो, त्यसबाट नभएर विद्रोह भएर त्यसलाई हटाइएको, संसद विघटन गरिएको। अब त्यसलाई पुनर्स्थापित गरेर पनि हुनेवाला केही पनि छैन। त्यसबाट कुनै निकासी निस्किँदैन। निर्वाचन गराएर पनि त्यही हिजोकी संसद हुने हो, त्यसबाट निकास हुँदैन। त्यसैले अहिलेको नेपालको निकासको एउटै मात्रै विकल्प बाटो के हो भन्दाखेरि सबै राजनीतिक दलहरूलाई समावेश, इभेन यो अहिलेका आन्दोलनकारी अथवा युवा शक्तिहरूलाई समेत राखेर विचार विमर्श गरेर एउटा निकास दिनु नै अहिलेको सबैभन्दा उत्तम विकल्प हो भन्ने मैले ठानेको छु। मेरो विचारमा त्योभन्दा अर्को बाटो छैन। यो टुटफुट त धेरै लामो श्रृङ्खला छ। नेपाल कम्युनिस्ट आन्दोलनको विभाजन हेर्नुहुन्छ भने तेस्रो महादेवी निरन्तर जारी छ। अब एकताको नाममा धेरैजन फुट भइरहेको छ। जस्तो नेकपा समाजवादी माधव नेपाल नेतृत्व गरेको पार्टी फुट्यो, अब 3 टुक्रा हुने होइन, एउटा थियो अब 3टा हुनेछ। त्यस्तै विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी पनि जुट्नी भनिराखेको छ, त त्यही फुटेर 2 टुक्रा हुन्छ। त्यस्तै माओवादी केन्द्र सिङ्गो एउटा थियो। अब एकताको नाममा 8वटा चाहिँ मैले सुनेको 8-9वटा चाहिँ टुक्राहरूलाई लिएर जोड्न खोजिराखेको छ, आफै भित्रबाट टुक्रिएर गइरहेको छ। यस्तो
टुटफुटको श्रृङ्खला धेरै लामो समयदेखि नै बढिराखेको छ। त्यो केवल केबाट यो टुटफुट भइराखेको छ भने व्यक्तिगत स्वार्थबाट। हजुर हजुर विचारको सिद्धान्तको आधारमा टुटफुट भन्दा पनि हजुर व्यक्तिगत स्वार्थको आधारमा हजुर टुटफुटले प्रश्रय पाइराखेको छ। हजुर त्यसैले यो टुटफुट लाई अब यसलाई जोडेर समग्र रूपमा व्यक्तिगत स्वार्थलाई त्यागेर देश र जनताको लागि मुक्तिको लागि चाहिँ लाग्ने हो भने एउटा बृहत एउटा वाम एकता, वाम मोर्चा अथवा बृहत कम्युनिस्ट एकता, क्रान्तिकारीहरूको एकताले नै यो मुलुकलाई चाहिँ नि एउटा दिशा दिन सक्छ। अन्यथा चाहिँ नि यो व्यक्तिगत स्वार्थमा लागेकाहरूले टुटफुटको क्रमलाई जारी राख्छन् नि, निरन्तर रहन्छ। निश्चित रूपमा हामीले यस्ता विचारमा रहेका शक्तिहरू व्यक्तिहरूसँग विचार विमर्श गरेर एउटा बृहत खालको एउटा देशभक्त नेपालीहरूलाई एकीकृत गर्ने दिशामा पुष्पलाल विचार प्रवर्धन केन्द्रले, पुष्पलालले जसरी कम्युनिस्ट आन्दोलन बिखराब भएको स्थितिमा कम्युनिस्ट पुनर्गठन गरेर कम्युनिस्ट पार्टीलाई पुनर्गठन गरेर एउटा सही विचार लिएर अगाडि बढ्नुभयो, त्यसैको निरन्तरता दिँदै हामीले पनि अब सही बाटो यो हो है, यो देश एउटा खाडलमा जाँदैछ, यसबाट निकास निकाल्नको लागि अब यो बाटो हो, यसरी जानुपर्छ भन्ने सन्दर्भमा हामीले विचार विमर्श गरिराखेका छौँ। धेरै साथीहरू अब गोलबन्द हुन लागिराख्नु भएको छ। अब यो चाहिँ छिटै यसले एउटा आकार लिन्छ भन्ने मैले विश्वास गर्छु।